नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ आफ्टर लङ टाइम चाहिँ फेरि पनि एउटा भ्लग बनाऊ भनेर चाहिँ सुरु गरेको है। आज धेरै दिनपछि चाहिँ म भ्लग बनाउँदैछु। आजको भ्लग के कस्तो हुन्छ हेरेर साथ दिनु होला। र भ्लगमा चाहिँ तपाईँले हुन्छ आज चाहिँ दिवालीमा चाहिँ रोटी हालेर चाहिँ हामीले चाहिँ दिवाली मनाउने परदेशमा साथीहरूसँग भनेर अब हेर्नु होला के कस्तो हुन्छ र लाइक कमेन्ट सेयर गरिदिनु होला र नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु होला ल। ए हाम्रो रोटी कस्तो हुँदैछ ल। ए यहाँ चाहिँ ल रोटी हाल्दैछन् है। ल हेर्न सक्नुहुन्छ गाइजहरू कस्तो भइरहेको छ त ल रोटी हालै। अनि तिमीले चाहिँ फर्स्ट टाइममा तिमीले यो रोटी हाल्न लाग्यो? फर्स्ट टाइम हाल्न लाग्यो। आज कस्तो हुन्छ? कस्तो अनुभव भइरहेको छ त्यहाँ? गाउँमा जस्तो अनुभव भइरहेको कस्तो भइरहेको छ? एकदम राम्रो भइरहेछ नि। ठिक छ ल, राम्रोसँग हालेर अनि चाहिँ आज केटाहरूलाई चाहिँ रोटी हालेर चाहिँ खुवाउनुपर्छ तिहारको दिन चाहिँ है। ए ल हेर्नु गाई चाहिँ रोटी हालिरहेको छौँ। रोटी बबाल छ यत्तिको चाहिँ रोटी हाल्यो भने चाहिँ बोडी चाहिँ पाल्छ तिमीले। अब चाहिँ गएर चाहिँ बोडी टक्क खोज्नुपर्छ केटी है। ल ल दामी ल गाइजहरू। ल एकछिनमा चाहिँ मैले पनि रोटी हालेको देखाउँछु है गाइजहरू। ल गाइजहरू आज चाहिँ है तिहारको समयमा चाहिँ गाउँतिर नेपालतिर चाहिँ मम्मी बाबाहरूले चाहिँ हालेको देखिएको थियो। अहिले चाहिँ हामीले विदेशमा पनि यसो हालौँ भनेर के कस्तो हुन्छ ट्राई गरौँ। फर्स्ट टाइममा मैले चाहिँ है यो बनाउन लगाएको रोटी चाहिँ सेलरोटी चाहिँ गाउँघरमा त अब मम्मी बाबाले सबले हालेको लगाएर ट्राई गर्छु कस्तो लाग्छ। कमेन्टमा चाहिँ प्रतिक्रिया जनाउनु होला गाइजहरू है। यो जस्तो लाग्छ है म फर्स्ट टाइम हो। हाम्रो रमेश सरले चाहिँ यहाँ रोटी हाल्न लाग्नु भएको छ है। हेर्नु गाइजहरू एकदम तयारी अवस्थामा गाइजहरू। ल हाम्रो रमेश सरले एकदम नम्बर 1 रोटीको जानिएन यार। देखो हेर मेरो रोटी राम्रो बनाउन जानिएन गाइजहरू। यस्तै रहेछ। अब सिक्नुपर्छ, तालिम लिनुपर्छ यार। गाह्रो छ मलाई पनि यार। रोटी रमेश सरले एकदम नम्बर 1 हाल्नु भएको छ। पाकिरहेको छ भाइ त गाई छ। यता अरू रोटीहरू नि होइन यस्तो छ रोटी। रोटीको हालत गाइजहरू फर्स्ट टाइम हामीले बनाएको यो फर्स्ट टाइम रोटी यस्तो बन्यो गाइजहरू। ल रमेश सर मैले बनाएको रोटी गाइजहरू हेर्न सक्नुहुन्छ। ल हे गाई मेरो रोटी मेरो के गर्नु जानिँदैन। बिस्तारै सिक्दैछु। परदेशमा आएर सिक्नु पर्यो। नेपालमा गाउँघरमा त जानिएन। अब टक्क लाएर चाहिँ परदेशमा गए पनि सिकाउ न। धेरै नेपालको सम्झना आउने त्यही भएर जानेगिरी यस्तो बनाइदेऊ भनेर के। ठिक छ ल गाइजहरू। अब साथीले हालेको चाहिँ हेरौँ गाई। अब चाहिँ हामी चाहिँ साथी र म चाहिँ आज छुट्टी थियो त्यही भएर चाहिँ रोटी हालेर रेडी पारेर टक्क आएर होइन यसो गरौँ खाउँ। आज दिवाली होइन परदेशमा त के गर्नु र यस्तै छ दिवाली पनि। त्यही भएर चाहिँ यसो रोटी हाल्ने खाने लाने चना पनि टक्क लाएर बोइल गरेर भिजाएर राखिरहेको छौँ। आलु पनि टक्क ल्याएर हेर्न सक्नुहुन्छ। आलु पनि टक्क छ होइन। अनि आलु चट्ट गरेपछि साथीहरू ड्युटीबाट आउँदाखेरि टक्क चिकन पनि छ। चिकन टक्क फ्राई गरेर अनि यो चनाहरूलाई पनि फ्राई गरेर रोटी टक्क राखेर अनि पसलतिर चाहिँ अब रक्सी खाउँ भने बियर सियर खाउँ भने त पाउँदैन। त्यो चिसो ल्याएर खानु पर्ला नि। अनि टक्क लाएर तिहारमा तास खेलेर रमाइलो गर्नुपर्छ गाइजहरू है। ल हेर्न सक्नुहुन्छ है है। रमेश सर मैले बनाएको रोटी ल्याएर सक्नुहुन्छ। के गर्नु फर्स्ट टाइम ट्राई गरेको तर के गर्नु आइ है। यो त सेम मेरो गु जस्तै भएछ यार। माकोरी यार आइ है सेम कि सेम कसम से ल हेर्न सक्नुहुन्छ। ल यस्तो पनि ठिक छ। फर्स्ट एटेम्पमा चाहिँ यतिको बनाउनु चाहिँ राम्रो। ठिक छ प्रगति गरौँला। ल हेर्न सक्नुहुन्छ साथीले बनाएको चाहिँ
साथीले चाहिँ गज्ज बनाउँछ नि ल ओ बिग्रियो यार केही छैन एकछिन पिठो राम्रो छैन यिनी चाहिँ सलुखुम्बु जिल्लाका हुन् हाम्रो सबैभन्दा अग्लो हिमाल सगरमाथा जिल्लाका हुन् हाम्रा सुमन कुलुङ राई माइलाले गाउँ छाडेर भन्ने गाउँ छाडेर विदेश आइसक्यौँ रोटी खाने रमाइलो गर्ने यस्तै छ जिन्दगानीको साथीहरू गाह्रो छ रमाइलो गर भनेर के ल ठिक छ अहिले टक्क रोटी बनाएर सकिएपछि चाहिँ भेटौँला गाइजहरू है खाने टाइममा हेलो गाइस ल चाहिँ हामी चाहिँ रोटी टक्क हालेर सकियो अब चाहिँ यसो बकालातिर गएर चाहिँ हामी चाहिँ थोरै केही चिसो केही नास्ताहरूको लागि लिएर आउँछौँ अनि आज चाहिँ साथीहरूसँग यसो रमाइलो गर्नुपर्छ साथीले पनि नुहाइ गरेर यता टक्क गरेर सकिसके ल अब चाहिँ जानुपर्छ गाइजहरू एक दिन तिमी नबोला ल साथी नै रेडी भइसकेको छ नि यसो बकालातिर जाउँ भनेर होइन अनि के लिएर आउने त आज यसो तिहारमा चाहिँ के खाने त यार भन ल तिहारमा आज के खाने ल मार्केट जाने बकला गएर हेरेर जे पान्छ त्यही टक्क लिएर ल ल ल गाइजहरू हामी चाहिँ रेडी भइसक्यौँ अब यसो बकालातिर गएर आउँछौँ थोरै केही लिएर आउँछौँ अनि त्यसपछि चाहिँ एकछिनमा चाहिँ टक्क खानपिन गरेको है साथीहरूसँग एकै ठाउँ भएर अनि यसो फाइनल्ली आइयो ल फाइनल्ली आइयो ल बकाला पनि आइयो ल हेर्न सक्नुहुन्छ गाइजहरू है के खाने त यार अब यार बहुत छ तर पैसा छैन गाह्रो छ नि गाह्रो पैसा भएको भए त टक्क खाना हुन्थ्यो सबै ए चिसो माउन्टेन ड्यू वहाँ तल उता यता सानो ल ओ समाता न ल ए गज्जा भन्छ नि होइन ए अलि सानो होइन कति लिटर भयो 2.25 कतिको होला योभन्दा सानो त पाउँदैन सानै नै हो ल्याएर सक्नुहुन्छ यो ठिक छ यतिले पुग्छ होला 7जनालाई त पुग्छ त्यही त कति पर्ला जाम 7-8 रियल हो टक्क केरा किन्ने है साङ्लाबाट केरा लाने होइन साङ्लाबाट केरा किन्दै है टक्क लाएर यस्तो चाहिँ बकलाएर 6 रियल बङ्गाली भन्ने 6 रियल रमेश खरिद्ने यो लाने हो र अलि पाकेको लैजाउँ क्या लगेगा यो यस्तो चाहिँ खानु चौधरी ल आधा केजी लाने पुग्छ होला है आधा केजी के नुस किलो भयो होला क्या ल फेरि यता चिकन पनि फ्राई हुँदैछ गाइजहरू है हेर्न सक्नुहुन्छ हो त चाहिँ के फ्राई गर्दै हो त साथी यार ल यहाँ चाहिँ आलु चना टक्क फ्राई गरेर टक्क बनाएर खानुपर्छ कि आज त्यसो त्यस्तो धेरै आइटमहरू त केही पनि छैन है विशेष गरी
त्यही चिकनहरू अनि आलु चना टक्क फ्राई गरेर रोटी 1-2 पिस अनि पछि त्यही चिसो चिसो यसो खाएर मनाउँदा के छ र विदेशमा अरू खानु त्यहाँ यस्तै छ यार ठिकै छ। ल हाम्रो साथीले बनाउँदैछन् अब पाकिसकेपछि ओ दामी हुँदैछ। ल साथीहरू टक्क लाएर घेरिसकेको यो चिकन अनि टक्क चना है बहुत निकै बवाल हुनेवाला छ आजको दीपावली। फेरि हाम्रो सेफ कुकमेन हुनुहुन्छ सुमन कुलुङ राई फ्रम अल द वे फ्रम सलखम्बु। बहुत सेफ 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 सेफले पनि हाई भनिदिउँ ल मेरो ब्लगमा हाई 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 हाई। अनि पछि लास्टमा चाहिँ टक्क पाकिसकेपछि खाने टाइममा चाहिँ भेटघाट गराउँदैछु। सेलरोटी खाऊ दीपावली मनाऊ ल गाइजहरू हेर्नुहोस्। यो बियर हो हेर गाइजहरू अरू के अरे यहाँ चाहिँ अरू त्यस्तो पाउँदो रहेछ रक्सी त्यही भएर स्पेसल्ली यहाँ चाहिँ बियर खान लाग्यो है। यो चाहिँ हाम्रो बाजेको त्यहाँ बस्नु न कुर्छ अनि देखाइदिन्छु तपाईँलाई ल। हाम्रो स्याङ्जाले फटा पण्डित भन्ने यस्तैलाई भन्दो रहेछ नि। हो खै स्याङ्जाको मान्छे फटा हुन्छ भन्छन् कि कस्तो हुन्छ नि त भन्नु त फटा हुन्छ कि नै ढात्तेरी हो ल। कस्तो लाग्छ यो रोटी चाहिँ हामी चाहिँ नयाँ नयाँ बनाउनै जाने यहाँ भन्दा पनि चामल अलि भएन क्या मसिनो हुनु पर्दो रहेछ क्या। कस्तो लाग्छ फाइनमा पर्यो है गाइजहरू स्टार्ट गरौँ। नरमै भनेर तपाईँ चामल भयो कि चिसो भयो कस्तो छ ताने आज साथीहरू भनेर यार विशेष है। खाने शौक है खाना